नमस्कार साथीहरू, आज हामी जाँदैछौँ चितवनको नारायणगढदेखि नवलपरासीको सिजी टेम्पलसम्म। यो मन्दिर नेपालकै अत्याधुनिक र भव्य मन्दिर रहेको छ। यहाँ शान्त वातावरण, धार्मिक ऊर्जा र कलात्मक सौन्दर्यले तपाईँ हाम्रो पक्कै मन मुटु छुनेछ। यो मन्दिर पूर्व पश्चिम राजमार्गको छेउमै दुमकौली नवलपरासीमा पर्दछ। हामी कार्यक्रमको सिलसिलामा चितवन आइपुगेका छौँ र यसै अवसर पारेर हामी चितवनबाट मात्रै 30-40 मिनटमा सजिलै पुग्न सकिने यस सिजी टेम्पल मन्दिर परिसरमा हामी घुम्नको लागि आइपुगेका छौँ। साँच्चीकै आहा, निकै सुन्दर, कति सुन्दर तरिकाले निर्माण गरेको देखिन्छ यो मन्दिर। हजुरहरूले पनि देख्न सक्नुहुनेछ। नेपालमै यस्तो अत्याधुनिक, आधुनिक र भव्य मन्दिर हेर्न पाउनु साँच्चीकै हामीहरूको लागि चाहिँ यो गर्वको कुरा हो। किनकि यो मन्दिर धार्मिक प्रवर्धन गर्ने उद्देश्यले चौधरी ग्रुपले निर्माण गरेको रहेछ भन्ने कुरा पनि हामीले यहाँ आएर थाहा पाएका छौँ। हेर्नुहोस् त, हाम्रो साथीहरू कति मजाले रमाइराख्नु भएको छ। साँच्चीकै निकै सुन्दर छ। हजुरहरूले पनि यहाँ आएर यसरी यो मन्दिर अवलोकन गर्न सक्नुहुनेछ। हजुरहरूले हेर्न सक्नुहुनेछ मन्दिर वरिपरि निकै धेरै हरियाली छ, बगैँचाहरू छ, पोखरी अनि ध्यान केन्द्र पनि यहाँनिर रहेको छ है, जहाँ बस्दा एकदमै आनन्दको महसुस हुन्छ। हामीले त हाम्रो ग्रुपले यहाँ बसेर पनि एकैछिन ध्यानको अनुभव पनि हामीले गरेका छौँ। साँच्चीकै सुन्दर छ। ल हेर्नुहोस्, कति ठुलो कम्पाउन्ड, एकदमै आनन्द लाग्ने ठाउँ छ। यस मन्दिरभित्र विशेष गरी श्री लक्ष्मी नारायणको सुन्दर मूर्ति रहेको छ। त्यसै गरी शिव, पार्वती, गणेश, राम, सीता, कृष्ण, राधा कृष्ण, बुद्ध र महावीरको पनि मूर्तिहरू हामीले देख्यौँ। साँच्चीकै सुन्दर है। विभिन्न यहाँ कलाहरू पनि बनाएर भित्तामा कलाहरू निर्माण गरेको पनि देख्यौँ। एकदमै राम्रो, घुम्नको लागि मात्र नभएर यहाँबाट धार्मिक आस्था हुनेहरूको लागि चाहिँ यो ठाउँ साँच्चीकै स्मरणदायी रहने ठाउँ रहेको छ। ल हेर्नुहोस्, किनकि हामी त साँझमा आइपुग्यौँ होइन। साँझमा आइपुगेर पनि हामीले वरिपरि हेर्ने अवसर पायौँ। जताततै झलमल्ल यहाँ म्युजियम पनि रहेको छ। म्युजियम पनि हामीले देख्यौँ। वरिपरि घुम्ने पार्कहरू, त्यस्तै खुल्ला ठाउँहरू पनि देख्यौँ। साँच्चीकै सुन्दर ठाउँ। साँच्चीकै हाम्रो लागि, हामीलाई एकदमै रमाइलो महसुस भइरहेको छ। यहाँनिर चाहिँ म्युजियम चाहिँ बन्द भइसकेको छ। हामीले चाहिँ एकदम ढिलो पनि आयौँ है, तर पनि यहाँ एकदमै सुन्दर यो मूर्ति देख्न सकिन्छ। ल है बाबु, तिमीले छोटो समय थियो हामीसँग होइन, साँझ पर्न लागिसकेको थियो। त्यही पनि हामीले सिजी टेम्पल आएर घुम्ने अवसर पायौँ। साँच्चीकै एकदमै राम्रो, एकदमै शान्त, एकदमै मनमोहक है। यदि तपाईँहरू धार्मिक आस्था राख्नुहुन्छ अनि पूजापाठ गर्न रुचाउनुहुन्छ अथवा धर्म कर्म गर्न रुचाउनुहुन्छ भने एकचोटि यो मन्दिरमा अवश्य आउनुहोला। तपाईँको लागि तपाईँको यात्रा निकै यादगार हुनेछ, निकै सम्झना लायक हुनेछ। धन्यवाद।